what are the subject matter that has to be considered भनेर भन्दाखेरि चाहिँ यसमा नयाँ कुरो केही छैन सबै त्यो तपाईहरुले पढ्ने भएको कुरोलाई जस्ट यसको प्रेजेन्टेसन डिफरेन्ट भएको छ अनि यो प्रेजेन्टेसनमा फिट हुनको लागि चाहिँ टिचर्स हैज टु बी अपडेटेड अरु कुरो केही छैन नानीहरु त्यही हो नानीहरुमा कुनै प्रकारको चेन्जेस ल्याउनु पर्ने कुरोहरु हामी देख्दैनौं किनभने तिनीहरु जस्तो थियो दे आर र अघि सागर सरले भन्नुभएको जस्तो गिलो माटो वी हैव टु गिभ देम द शेप है कस्तो शेपमा ल्याउन चाहनुहुन्छ कतिको स्ट्रङ बनाउन चाहनुहुन्छ दैट इज अप टु द टिचर र यसमा चाहिँ जति पनि च्यालेन्जेस हामीले फेस गर्छौं त्यो चाहिँ स्टुडेन्टले फेस गर्दैन हामीले फेस गर्छौं यो च्यालेन्जेस चाहिँ इट्स फर अस अनि यसको लागि चाहिँ सिलेबससँग अपडेटेड हुनुपर्छ नाउ द प्याटर्न अफ द क्वेशन हैज चेन्ज्ड पहिला पहिला अघि पारस सरले भन्नुभएको जस्तो दिस इयर कमर्शियल बैंक आयो भने अर्को पालि कुन चाहिँ बैंक भन्नुभयो सेन्ट्रल बैंक त्यस्तो अल्टरनेटिभ आउँथ्यो तर अहिले क्लास 10 देखिकै क्वेशन प्याटर्न चेन्ज भएको छ नन अफ द क्वेशन्स आर रिपिटेड अनि अन्डरस्ट्यान्डिङ वाइज नलेज वाइज क्वेशन आउँदैछ The source of information is everywhere. Knowledge and wisdoms are lacking behind. The source of information सबतिर छ जहाँ पनि र यो करिकुलम जुन चाहिँ फ्रेमवर्क गरेको छ यो करिकुलम फ्रेमवर्कले किन फ्रेमवर्क यो सेटअप गरेको छ भनेर भन्दाखेरि चाहिँ जुन चाहिँ ग्याप थियो बिट्विन +2 लेभल एन्ड द कलेज लेभल त्यसमा चाहिँ ब्रिज बनाएको यो चाहिँ जति पनि तपाईहरु अहिले त मोस्ट अफ यु आर भेरी यङ It seems like तपाईहरुले भर्खर ग्रेजुएटहरु गर्नु भएकोला you are much more familiar with the new syllabus or the new curriculum that colleges had introduced right त्यो करिकुलममा यो अहिलेको सँग एकदम you can relate it र त्यो जुन चाहिँ ग्याप थियो पहिलाको त्यो ग्यापलाई चाहिँ ब्रिज बनाउने काम गराएको हो यो करिकुलमले अब यो करिकुलम +2 र कलेजसँग त रिलेट भयो बट क्लास 10 सँग यो क्लास 11 12 को यो सेमिस्टर वाइज रिलेट गर्न सकेको छैन अथवा वी आर नट बीइङ कनेक्टेड त्यहाँ हामी एबीसीडी पढ्दै छौं वी आर नाउ स्टार्टिङ द पोएम एन्ड द प्रोज भनेको जस्तो भएको छ पहिला एबीसीडी वर्ड फर्मेसन मात्रै सिक्दै छौं हामी यहाँनिर सेन्टेन्स फर्मेसन पनि हैन अब हामी एकैचोटी स्टोरी र पोएममा जाँदै छौं त्यो खालको के रे करिकुलम बनिएको छ र त्यो नानीहरुलाई क्लास 10 मा जुन चाहिँ नानीहरु छ त्यो नानीहरुलाई नै हामीले पहिला देखि नै ग्रुमिङ गर्ने काम गर्नु पर्यो त्यो ग्रुमिङ भएन भने चाहिँ क्लास 11 मा या 12 मा आएर चाहिँ हामीलाई एकदम बेसी साह्रो पर्छ फर्स्ट कुरो यो ध्यान लिनुहोस् र यसको यो करिकुलमको अब्जेक्टिभ छ एक्जामिन म्यान इन्भाइरोमेन्ट रिलेशनशिप फर्स्ट थिङ अघि हाम्रो रेखा म्यामले भन्नुभयो इफ आई एम नट मिस्टेकन रेखा म्यामै हुनुहुन्छ होला how she relate the topic to the real life situation त्यो झरनाको कुरा गर्नुभयो त्यसपछि आलीको कुरा गर्नुभयो कान्लाको कुरा डिस्नाको कुराहरु गर्नुभयो यो सेम थिङ जियोग्राफीको टिचरले फेस गर्नुपर्छ कसरी त्यसलाई के रे रिलेट गराउनु हुने जियोग्राफी भनेको यति साह्रो इन्ट्रेस्टिङ म आफैलाई लागेको बीइङ अ स्टुडेन्ट अफ दैट म टिचर भन्दिन त्यो सब्जेक्टको चाहिँ त्यो सब्जेक्टको चाहिँ म चाहिँ स्टुडेन्ट हो बिकज एभ्री डे आई हैव टु लर्न आई नीड टु लर्न एन्ड आई एम लर्निङ एभ्री डे त्यो कुरोमा जहाँ पनि जानुस् वेयर एभर यु गो जहाँ पनि जानुस् फर्स्ट थिङ तपाईले के पढ्नु भएको छ त्यससँग रिलेट गरिहाल्नुहुन्छ जस्तो हाम्रो अजय सर नेपालीको हुनुहुन्छ त उहाँलाई कहीँ पनि लानुहोस् कुनै पनि एउटा माहौल दिनुहोस् उहाँलाई त्यो एउटा उहाँको त्यो साहित्यिक झुकाउ आइहाल्छ त्यसलाई अर्कै प्रकारले व्याख्या गरिहाल्नुहुन्छ सागर सर एडमिनिस्ट्रेटिभ भयो त्यसपछि एउटा रिसोर्स पर्सन भयो उहाँले त्यही अनुसारले देखिहाल्नुपर्छ हामी एज अ जियोग्राफी स्टुडेन्ट हामी त्यही प्रकारले देख्छौं त्यहाँको टेम्परेचर हेर्छौं त्यहाँको इन्भाइरोन्मेन्ट हेर्छौं त्यहाँको ग्रीनरी हेर्छौं त्यहाँको सोइल हेर्छौं त्यहाँको रिलिफ हेर्छौं त्यो के रे प्लान्ट हेर्छौं त्यो अटोमेटिकली हाम्रो त्यो सब्जेक्ट म्याटरले डोमिनेन्स हो सब्जेक्ट म्याटरको डोमिनेन्स हो यो चाहिँ जबसम्म तपाईकोमा आउँदैन यु आर नट बीइङ द एबल or the competent candidate for that subject यो कुरा याद गर्नुस्
र त्यसमा आउनुको लागि चाहिँ यु हेभ टु इन्कल्केट दिज प्यासन विदिन योर सेल्फ। जस्तै एक्सपोजर चाहिन्छ जोग्राफीमा, एकदम बेसी एक्सपोजर चाहिन्छ नानीहरूलाई। जति तपाईँ नानीहरूलाई एक्सपोजर दिनुहुन्छ त्यति नै बेसी नानीहरूले सिक्नु सक्छ। जोग्राफी भनेको चाहिँ इट्स नट लिमिटेड विदिन द बुक्स। यु हेभ टु मेक योर स्टुडेन्ट इन्भाइरोमेन्टली कनेक्टेड। जस्तो तपाईँहरू नानीहरूलाई कहीँ न कहीँ त लानुहुन्छ एक्सकर्सनहरूको लागि। फर इक्जाम्पल लिनुहोस्, अब हामी त मधेसको हो, मधेसमा पढ्छौँ, प्रायः दार्जिलिङमा लान्छौँ सजिलोको लागि। नजिकको राम्रो एउटा टुरिस्ट डेस्टिनेसन हाम्रो दार्जिलिङ। दार्जिलिङमा जब लानुहुन्छ, विथ द चेन्जेस अफ द अल्टिट्युड अफ द हाइट, वाट डु वी सी भन्दाखेरि चाहिँ फर्स्ट चेन्जेस क्लाइमेटको चेन्ज आयो। त्यो क्लाइमेट चेन्ज टेम्परेचर ड्रप भएको, डिक्रिज अफ टेम्परेचर, वाट डु यु कल द्याट, हाउ डज इट ह्यापन, एन्ड विथ द चेन्जेस अफ द टेम्परेचर हाउ द प्लान्ट्स एन्ड भेजिटेसन चेन्जेस, रिलिफ कसरी चेन्ज हुँदैछ, त्यो सबै कुरोलाई रिलेट गराउनु सक्नु पर्यो। तब मात्रै चाहिँ तपाईँ जोग्राफीको टिचर हुन्छ। यो करिकुलम फ्रेमवर्कहरू जुन चाहिँ छ त्यो सेमिस्टर वाइज कुनै के 1 मार्क्स ओएमआर सिट, यो दिज आर सेकेन्डरी। प्राइमेरी चाहिँ फर्स्टमा चाहिँ तपाईँ कसरी चाहिँ नानीलाई इन्ट्रेस्ट जगाउनुहुन्छ तपाईँको सब्जेक्टमा, यो कुरो चाहिँ सबभन्दा मेन इम्पोर्टेन्ट हो। यसमा जब तपाईँले काम गर्नु सक्नु भएन भने तपाईँले लेखेर दिनुहोस्, डल्लै क्वेसन र आन्सर फ्रेम गरेर दिनुहोस्, तर पनि त्यो नानीले रोड सिस्टममा त्यो उसले याद गरेर मार्क्स स्कोर गर्न सक्ला, तर त्यो सब्जेक्टमा एक्सेल हुन सक्दैन। अघि पारस सरले भन्नुभएको जस्तो त्यो प्रोबेबिलिटी सिकाउनु भएन अरे सरले, भरे सरलाई नै त्यसको आइडिया थिएन। जब नानीले क्लास 12 सकेर कलेजमा इन्ट्री गर्छ अनि त्यो सब्जेक्ट लिन्छ भने त्यति बेला थाहा हुन्छ कि सरले कतिको ढाँटेर कतिको झुक्काएर पढाएको रहेछ हामीलाई भनेर, कतिको उसको ठिका मात्रै पुर्याउने काम गरेको रहेछ भनेर त्यति बेला थाहा हुन्छ। त्यति बेला तपाईँलाई सराप्छ, तपाईँलाई त्यति बेला इज्जत गर्नु छोड्छ। नानीहरूले स्कुल पढ्दाखेरि त के अरे यो सरले मार्क्स दिन्छ कि भनेर पनि गुड मर्निङ भनेको हुन्छ नि त, हो कि नभन्नुहोस् त, विस त्यसको लागि पनि गरेको हुन्छ। तर त्यो त्यति बेला विस नगरोस्, बरु भन्दा बेहोरा देखाओस्, झगडा गरिरहेको होस्, बदमासी होस्, कुटाइ खाएको होस्, तर स्कुल सकेर गएर जब त्यो कलेजमा पुग्दाखेरि चाहिँ तपाईँले भनेको कुरो र पढाएको कुरोमा चाहिँ उसले रियलाइज गर्यो, त्यति बेला चाहिँ उसलाई थाहा भयो सरले भनेको यो रहेछ, ठिक रहेछ भनेर त्यति बेला उसले रियलाइज गर्न सक्यो भने चाहिँ त्यति बेला यु विल विन। त्यति बेला चाहिँ जित्नु सक्नुपर्छ। स्कुलमा त हाम्रो कन्ट्रोलमा छ नि त, कराएर पनि के अरे पनिसमेन्ट दिएर पनि हाम्रो कन्ट्रोलमा छ। तर आफ्टर स्कुल पनि हामीले कन्ट्रोल गर्नु सक्नु चाहनुहुन्छ तपाईँहरू अथवा हामी भने चाहिँ हामीले त्यो नानीलाई कुन तरिकाले पढाउने, अनि डिटेल जस्तो 2 मार्क्सको आउँछ यसमा बेसी नपढौँ, यसमा 10 मार्क्स आउँछ यो पढौँ, 2 मार्क्सको लागि तँहरू आफै पढ, यो गर्नु हुँदैन। क्लास 12 भनेको फुल डिटेलमा डिप स्टडी गएको हुनुपर्छ। अघि सब्जेक्टले त्यति कतिको इफेक्ट पारेको हुन्छ आफ्नो पर्सनल लाइफमा भन्ने कुरो हाम्रो सागर सरकोबाट सुनिहाल्नु। इङ्ग्लिसको टिचर, ल्याङ्ग्वेज लिटरेचर भनिदिउँ है, ल्याङ्ग्वेज भन्दा पनि लिटरेचरको कुरा आइहाल्यो। अब उहाँले त्यो के भन्नुभयो, के नो मोहन, सर मोहनको स्टोरी त त्यो ट्राजिक के अरे एन्ड थियो नि त, त्यसलाई कति ह्याप्पी एन्डिङमा हामीलाई सुनाउनु भयो, हो किन भन्नुहोस् त। त्यो चाहिँ उहाँको के हो, सब्जेक्ट म्याटरको झुकाउ हो, त्यसको डोमिनेन्स हो उहाँमाथि। त्यो भएर चाहिँ त्यतिको क्रिएटिभनेस आउँछ। लिटरेचरहरूमा चाहिँ क्रिएटिभहरू हो, हामी जोग्राफीकोहरू चाहिँ एक्सप्लोररहरू हो, हिस्ट्रीकोहरू चाहिँ डिप त्यो के भन्छ सिआइडीहरू हो उहाँहरू चाहिँ, मरेको मुर्दाहरू उखाल्नेहरू हो नि त होइन। अहिलेको के अरे इकोनोमिस्टहरू चाहिँ उहाँहरू चाहिँ रियलिस्टिकहरू हो। अहिले 4 जनाको म त लास्ट स्पिकर भएँ, फर्स्टमा हाम्रो रूपेश सरले जुन दिनुभयो, उहाँको भाषा शैलीदेखिको लिएर उहाँको बोल्ने तरिकादेखिको त्यस्तो मिठो तरिकामा मलाई आउँदैन, त्यसमा झुकावै छैन मलाई।
उहाँको त्यो सब्जेक्टको डोमिनेसन हो, उहाँलाई त्यस्तो बनाएको छ, त्यतिको चाहिँ सब्जेक्टले झुकाएको हुनु पर्यो तपाईँलाई। त्यसपछि आयो हाम्रो पारस सर, उहाँको कतिको रियलिस्टिक थियो, त्यो प्रब्लम प्रोबेबल सबै देखाउनु भयो, किन चाहिँ गरेको होला, रियलिस्टिक हो नि त। ओएमआर सिट नानीहरूले चलाउन सकेको छैन, जानेको छैन, अनअवेयर अफ द्याट सिस्टम। हाम्रोहरू त त्यहीमाथि कस्तो फ्यामिलीबाट बिलोङ गरेको हुन्छ हामीले पढाउने। तपाईँहरूको त अझै प्राइभेट स्कुल हो, अझै राम्रै फ्यामिलीकोहरू आउँछ। हाम्रोमा त अहिले सबै म्याक्सिमम नानीहरू ब्रोकन फ्यामिलीकोहरू आउँछ। दे have no any interest in studies. Some of them come to the school just to have the midday meal. भनेपछि कस्तो दुःखको कुरा हो। त्यस्तो फ्यामिलीबाट आएको नानीहरू हुन्छ। अब त्यस्तो नानीहरूलाई पढाउनु पर्छ। बाउ कहाँ छ, आमा कहाँ छ, बाजे बोजूसँग बसेको छ, बाजे बोजूहरू कस्तो छ, त्यस्तो नानीहरूलाई कसरी चाहिँ हामीले इन्ट्रेस्ट जगाउनु पढ्नुमा। अब त्यो नानीहरूलाई कुनै आइडिया नै छैन रियल वर्ल्डको विषयमा, त्यस्तोहरूलाई कसरी चाहिँ सिकाउनु पर्ने, त्यसको लागि यो करिकुलम फ्रेमवर्क गरेको हो नि त। त्यो कुराहरू भन्नुभयो। रियलिस्टिक कुरोमा हाम्रो इकोनोमिक्सकोले भन्नुभयो, हिस्ट्रीकोले कस्तो डिपमा जानुभयो, कोटाइ सबै कुरो। अब हामी चाहिँ एक्सप्लोर गरौँ, जियोग्राफीमा चाहिँ अब हामी चाहिँ एक्सप्लोर गरौँ, वरिपरिको इन्भाइरोमेन्टलाई हेरौँ, टेस्ट गरौँ अब हाम्रो वरिपरिको ठाउँलाई। अहिलेको तपाईँहरूले यहाँनिर कति मजाले बसिरहनु भएको छ, शीतल भइरहेको छ नि त, हो किन भन्नुहोस् त। नभए यत्रो बेर निन्द्रा लाग्दा खाना खाएपछि कस्तो निन्द्रा लागिरहेको थियो, म एकछिन बाहिर पनि गएँ बेसी निन्द्रा लागेर सक्दै नसकेको। अब यस्तोमा यति शीतलमा बस्नु हुँदैछ, यो के को देन हो, एसीको देन हो। एसीले के दिँदैछ, शीतल हावा दिँदैछ भन्नुको मतलब हाम्रो हेल्थको लागि, हाम्रो मेन्टलको लागि इन्भाइरोमेन्टको कतिको इफेक्ट रहेछ। इभन फुड ह्याबिट्स एन्ड द इन्भाइरोमेन्ट ह्याज इट्स कन्ट्रोल ओभर द ह्युमन एक्टिभिटिज भन्छ। यो इन्भाइरोमेन्टल जियोग्राफीमा पढ्नुपर्छ। यो नेचरसँगको कुरा आउँदैछ नि त अहिले, होइन, म्यान इन्भाइरोमेन्टको कुरा आउँदैछ। अकर्डिङ टु द क्लाइमेटिक डिभिजन ह्युमन बिङको क्यारेक्टर डिफाइन गर्छ अरे। बस्तीको मान्छे भनेर भन्छ नि है, यो सुनिरहेको मैले बाख्राकोटमा आएर, बस्तीको हो भन्छ, फेरि बस्तीको लिएर कमाने भन्छ। इन्भाइरोमेन्टल डिफ्रेन्स हो। बस्तीको मान्छे भने चाहिँ कस्तो हुन्छ, लाटा सुधो इन्भाइरोमेन्टै त्यस्तो, चिसो हावा छ, रिस उठ्दैन कम्ती मात्रामा, आफ्नो परिश्रम गर्छ, खान्छ मजाले, त्यो अरूलाई छक्काउनु ओर्नु भ्याउँदैन पनि उसको त्यो काम गर्नुको धुनमा। इन्भाइरोमेन्ट पनि त्यस्तै छ, एकदम कन्ड्युसिभ इन्भाइरोमेन्ट छ। राति खानासाना खायो अरे थाकेको हुन्छ, पुक्लुको सुत्यो, चिसोमा छिट्टो सुत्यो, बिहान छिट्टो उठ्यो, काममा गयो। कमानमा त अहिलेको गरममा कस्तो घाममा, त्यही माथि के भन्छ म्यानेजर र कसको मालिकको दबाउमा त्यस्तो घाममा काम गर्नुपर्छ, कतिको डोमिनेसन फिल गरिरहेको हुन्छ। उनीहरू त आउटबर्स्ट चाहिन्छ नि त, त्यही कारण चाहिँ अलिकति बाठो एग्रेसिभ खालको हुन्छ त्यो सिस्टमबाट बाहिर निक्लिनुलाई। मधेसकोहरू चोर हुन्छ भन्छ नि, होइन, हो किन भन्नुहोस् त, एकदम चलाक। इन्भाइरोमेन्टले त्यस्तो बनाएको उनीहरूलाई, त्यहाँको इन्भाइरोमेन्टले नै, क्लाइमेटिक डोमिनेसनै हो त्यो, क्लाइमेटिक इन्फ्लुएन्स हो त्यो। यो सबै रिलेट गर्न सक्नु पर्यो। अब वाइ द टाइगर अफ रोयल बेङ्गल सुन्दरबन आर भेरी एग्रेसिभ, किन चाहिँ होला, त्यसको पनि त कारण छ। टाइगर त टाइगर हो, तर रोयल बेङ्गल टाइगर इज वाइ द रोयल बेङ्गल टाइगर इज डिफरेन्ट फ्रम द अदर टाइगर भन्दाखेरि त्यहाँको जुन चाहिँ हार्ड वाटर छ, त्यो हार्ड वाटर खाएर उनीहरू सर्भाइभ गर्दैछ, जसले चाहिँ त्यो केमिकल रियाक्सन गर्छ। गरममा बस्नुपर्छ, एकदम बेसी ह्युमिडिटी छ, हिलोमा हिँड्नुपर्छ, टाइडल के अरे वाटरमा उसले के अरे सर्भाइभ गर्नुपर्छ आफूलाई। जब हाई टाइड हुन्छ त्यति जङ्गल डल्लै डुबेको हुन्छ, त्यस्तोबाट उसले शिकार गर्नुपर्छ, त्यस्तो हिलो ठाउँहरूबाट क्रस गरेर, क्यानलहरू क्रस गरेर जानुपर्छ। भनेपछि त एकदम बेसी थाकेको छ, थाकेको मान्छेले जिस्काउँदा कस्तो हुन्छ, त्यस्तै हो। दिज आर द थिङ द्याट एभ्री जियोग्राफी स्टुडेन्ट मस्ट नो अर क्यान बी एबल टु रिलेट। यो कुरोहरू चाहिँ नानीहरूले पनि जान्नु पर्यो। जस्तो गरमको महिनामा नानीहरू पनि चिडचिडा भएको हुन्छ, हामी पनि चिडचिडा भएको हुन्छौँ। त्यही कुरो
दसैँको बेलाको हावापानी सम्झिनुहोस्, सबैतिर मजा, गरम पनि ठिक्कको छ, शीतल बेलुका बिहान, सबैको मनमा खुसी, त्यो एउटा केले दिएको, इन्भाइरोमेन्टले दिएको, क्लाइमेटको कुराले भएको। यो रिलेसनसिप जगाउन सक्नुपर्छ। अनि जब पनि तपाईहरु पढाउनुहुन्छ, इक्जाम्पल चाहिँ जबसम्म नानीले दिन सक्दैन, तपाई त दिनु सक्नुहुन्छ नि, तपाई त टिचर हो, नानीले जुनै विषयमा पढ्दैछ त्यो विषयमा इक्जाम्पल जबसम्म दिनु सक्दैन अथवा सेट गर्नु सक्दैन, तबसम्म त्यो नानी सक्षम भएको छैन, उले विषयवस्तुलाई बुझेको छैन। He or she is not clear with the subject matter. अनि तपाईले पढाउँदाखेरि इक्जाम्पल यस्तो दिनुहोस् जो चाहिँ हाम्रो वरिपरि भएको होस्। हाम्रो वरिपरि नै घटना भइरहेकै छ, हामीले नै त्यसलाई के गर्न सकेको छौं, अब्जर्भ गर्न सकेको छौं न। Observant is must in geography. तपाई अब्जर्भेन्ट भएन, तपाईले अब्जर्भ गर्न सक्नु भएन, त्यसलाई याद गर्न सक्नु भएन भने चाहिँ हामी पढाउनै सक्दैनौँ। जस्तो अस्ति सिलेबसको कुराहरुमा आयो, अस्ति हिस्ट्रीको एउटा क्वेशन आएको थियो, बेंगली पीपल eats lots of fish, give geographical reason behind it अरे। हिस्ट्रीको क्वेशन हो तर आन्सर दिनुपर्ने जियोग्राफीमा। अब हामीले यहाँ सिलेबसमा पढ्नु पर्दछ जियोग्राफीको इन्टरडिसिप्लिनरी के रे टपिकहरु, जियोग्राफी एज अ सब्जेक्ट म्याटर भनेर पढ्नु पर्छ। जियोग्राफीलाई हामी के भन्छौं, मदर अफ अल साइन्स भनेर भन्छौं, सबैसँग रिलेटेड छ यो। अब यसमा हेर्नुस्, बंगालीले माछा खान्छ अरे, अब त्यसमा जियोग्राफीको कारण के छ, के छ? कोस्टल एरियाज, रिभर्स, मैक्सिमम रिभर्सहरु। जस्तो जापानिजमा वर्ल्ड भरिमा सबभन्दा हाईएस्ट फिश कन्जम्पसन, सी फूड कन्जम्पसन गर्ने नै जापानिजहरु हो। सराउन्डेड all around by the sea, हो किन भन्नुस्। अब यो कुरोहरु चाहिँ नानीले कहाँ बुझेको छ त? हामीले पढाउँदाखेरि के भन्छौं, बंगालीले भक्कु माछा खान्छ, बेंगली इट्स lots of fish भनेपछि के भन्छ, त्यतिले पुरा मन पराउँछ, बंगालीले माछा खान्छ। पढाउँदा त यो पढाउँछौं। अघि हिस्ट्रीको सरले भन्नु भने कम्प्यारेटिभ स्टडी, यो कम्प्यारेटिभ स्टडी जबसम्म क्रिएट गर्न सक्नु हुँदैन, अहिलेको यो के रे करिकुलम फ्रेमवर्कमा तपाईले नानीलाई एक्सेल गराउन सक्नु हुँदैन। यो सबभन्दा इम्पोर्टेन्ट कुरो। अर्को छ इन्टरप्रेट स्पेशल प्याटर्न अन थेमेटिक म्याप्स। थेमेटिक म्याप्स भनेको त बुझ्नुहुन्छ, थीम वाइज पोलिटिकल पपुलेसन डिस्ट्रिब्युसन को म्याप, हाईएस्ट, लोवेस्ट, मिडियम, मोडरेट के हुन्छ, त्यसमा कस्तो डिजाइन गर्नुहुन्छ। ल्यान्ड फर्म्समा पनि थेमेटिक, माउन्टेनस एरियाज, प्लेन एरियाज, प्लेट्यू एरियाज, रिभर्समा पेरिनियल, नन पेरिनियल, साउथ फ्लोइङ, नर्थ फ्लोइङ, हेभी, डल्लै थीमेटिक भनेको थीम, के थीम गर्दैछ त्यसको म्यापहरु चाहिँ बुझाउन सक्नु पर्यो अथवा पढाउन सक्नु पर्यो। यो अब्जेक्टिभ्स हो। अर्को छ एनालाइज फिजियो कल्चरल इन्भाइरोमेन्टल एडाप्टेसन। अघि भनेको जस्तै माछा खाने, फिजिकल सँगसँगै त्यसको कल्चरल इफेक्ट के परेको छ फिजिकलमा, फिजिकलले गर्दाखेरि के कल्चरल इफेक्ट परेको छ। अब यहाँनिर हाम्रोतिर छोड्दिनुहोस् लु, के रे गुजराततिर जैनिजम अझै पनि छ। जैनिजम भेरी फ्यू पिपल जसले चाहिँ जैनिजमलाई टोटली मान्छ। पोसिबल छ, जैनिजम मान्नु पोसिबल छ त्यहाँनिर, बिकज अफ द क्लाइमेट। गरम छ, मासु खायो भने पच्दैन, हो किन, त्यही कारण उनीहरूले एकदम सादा खाना, कम्ती मात्रामा छिट्टो खायो, सुत्यो, छिट्टो उठ्यो। अब यही कुरो के रे भर्कोयानक्सतिर, रसियातिर हुन्छ, पोसिबल हुन्छ, जहाँनिर चाहिँ जहिले तहिले के रे आइस कभर्ड भएको हुन्छ। त्यहाँ पोसिबल छ छैन, बिकज यु हेभ टु किप योरसेल्फ वार्म। त्यसको लागि त वी हेभ टु इनटेक लट्स अफ रेड मिट एन्ड अल, सर्भाइभ गर्न सक्दैन। त्यही कारण चाहिँ फिजिकल र कल्चरल डिफरेन्स चाहिँ केले गर्दा आउँछ, जियोग्राफिकल डिफरेन्सले आउँछ, स्पेशल भेरिएसनले आउँछ। यो कुरोहरु चाहिँ अब्जेक्टिभ्स अफ यो जियोग्राफी इन क्लास 11 सेमिस्टर 1 एन्ड 2 को।
अर्को चाहिँ अप्लाई जियोग्राफिकल स्किल्स टु रियल वर्ल्ड प्रब्लम्स। आज सबै स्पिकरहरूले वी टक्ड अबाउट टोटगाउँको फ्लड, सबै टोटगाउँको फ्लड भनेर भने नि त। टोटगाउँको फ्लडमा त्यहाँनिर यदि लिटरेचरको मान्छेले हो भने त्यहाँको मान्छेको दुःख र पीडाको विषयमा बखान गर्ने थियो, मनोस्थितिको विषयमा हैन, उहाँको इमोसनको विषयमा व्याख्या गर्नुहुन्थ्यो। पारस सरले त्यहाँनिर लेख्नु परेको भए के नोक्सान भयो त्यो लेख्नुहुने थियो। अब के अरे सोहन सरले लेख्नु परेको भए पहिला यहाँनिर यो समाज बस्थ्यो, अहिले बाढ आएकोले गर्दा यो जातिको मान्छेहरू यहाँबाट हट्यो भनेर लेख्नुहुन्थ्यो। अब हामीले लेख्नु पर्दा के लेख्नुपर्छ? जियोग्राफीकोले भने के लेख्नुहुन्छ? हात उठाउनुहोस् त, कसले जियोग्राफी पढाउनुहुन्छ? एकजना मात्रै, दुईजना हुनुहुन्छ। के लेख्नुहुन्थ्यो? फर्स्टमा कज लेख्नुहुन्थ्यो, फर्स्टमा कज खोज्नुहुन्थ्यो, फर्स्टमा कज हेर्नुहुन्थ्यो, के कारणले गर्दा त्यहाँ फ्लड आयो त्यो हेर्नुहुन्थ्यो नि त। भत्केको कहाँ माथि इफेक्ट आउँदैछ, कहाँनिर कनेक्सन हेर्नुहोस्। अब कज हेर्नुहुन्थ्यो, त्यसपछि रुट कजमा जानुहुन्थ्यो। पहिला त कज एउटा साधारण त के अरे क्लाउड बर्स्ट त्यो भयो। अब रुट कज चाहिँ के हो? ड्याम्पले सबै पानी रोकेको छ, 3 ठाउँ जस्तो रोकेको छ टिस्टालाई, 3 ठाउँ जस्तो रोकेको छ। यो चाहिँ नेपालीमा भने ठाडो खोला हो, जसको चाहिँ अन्डर करेन्ट यति साह्रो बेसी छ। अनि माउन्टेनस एरियाज भएको कारणले यो यङ माउन्टेन एरियाजहरू हो जो चाहिँ स्टिल अन द प्रोसेस अफ ओरिजिनेसिस, माउन्टेन फर्मेसन को प्रोसेसमा अझै छ। माउन्टेन फर्मेसनै भएको छैन भने त अब यसलाई भत्किने काम त सुरु भएको छैन अझै। जियोग्राफीमा हाम्रो एउटा उयो छ, जबसम्म कम्प्लिट अफ वान सिस्टम डजन्ट टेक्स प्लेस अनदर विल नट स्टार्ट भनेर भन्छ। माउन्टेन फर्मेसन द्याट इज ओरिजिनेसिस भनेर भन्छौँ। माउन्टेन फर्मेसन जबसम्म सकिँदैन तबसम्म त्यसको भत्किने कामै हुँदैन अरे। भन्नु मतलब त्यो अहिले पहिरो गएको चाहिँ त्यो भत्किने काम सुरु भएको छैन भनेको। भनेपछि यो जब यसको कम्प्लिट ओरिजिनेसिस हुन्छ त्यसपछि यो चाहिँ के हुन्छ? भत्किनु थाल्छ, साइकल अफ इरोजन भनेर भन्छौँ। फर्स्ट द फर्मेसन, देन यसको इरोजन। इरोजन भइसकेपछि लास्टमा पुगेपछि चाहिँ फेरि त्यो डेड भयो ल्यान्ड, अब फेरि रिफर्मेसन हुन्छ। अब यसको फर्मेसनै सकेको छैन भने त्यसको इरोजनको प्रोसेसै सुरु भएको छैन। त्यो घर बनाउँदाखेरि भित्तामा हालेको मसला भुइँमा झरेको जस्तो मात्रै हो नि त। घर बनिसकेकै छैन नि त, हाम्रो घरको भित्ता बनिसकेकै छैन। त्यो पहिरो अलिअलि गएको चाहिँ त्यो के अरे अलिक नजान्ने मिस्त्रीले भित्तामा हाल्दाखेरि छिट्किएको जस्तै हो। भनेपछि अब यो ब्लकेज जुन चाहिँ गरेको छ, ड्याम्प जुन चाहिँ बनाएको छ, यसले सिल्टेसनलाई के गरेको छ? कन्ट्रोल गरेको छ। जब पानी खोल्छ त्यो सिल्टेसन एकदम एक्सेस भएर जाँदैछ। अब त यो के अरे टोटगाउँ त पोसिबलै छैन ह्याबिट्याटको लागि। रिभर बेड यति साह्रो माथि उठिसक्यो, पानी त माथि माथि बगेको छ, गहिरै छैन अहिले के अरे टिस्टा। जब बर्खा आउँछ पानी बढेपछि त ओह्रालो जाने ठाउँ छैन अथवा उँधो जाने ठाउँ छैन, सबै गाउँतिर आउँछ। हाम्रो लेखाइ त्यो हुन्छ। अब हेर्नुहोस् सब्जेक्ट म्याटरको डिफरेन्स हेर्नुहोस्, कसरी हामी त्यसलाई छुट्याउन सक्छौँ सब्जेक्ट वाइज। त्यसपछि आउँछ डेभलप फिल्ड सर्वे एन्ड प्रोजेक्ट प्रिपरेसन स्किल्स भनेको छ। अब यो फिल्ड सर्वे चाहिँ सबभन्दा इन्ट्रेस्टिङ हो। नानीहरूलाई एक्सपोजर दिनु सबभन्दा राम्रो सब्जेक्टै जियोग्राफी जस्तो लाग्छ मलाई चाहिँ। हाम्रो नानीहरू चाहिँ एक्सपोजर नपाएर पनि हो। जबसम्म आफूभन्दा राम्रो मान्छेसँग भेट हुँदैन तबसम्म आफूलाई रियलाइज हुँदैन कि मेरो क्वालिटी कतिको रहेछ भनेर। नभए त आफै कुवाको भ्यागुता जस्तो हुन्छ नि, मै भयङ्कर हो भन्ने खालको। हाम्रो नानीहरूकोमा त्यो एउटा एटिट्युड आएको छ नि त। उनीहरूले इन्टरनेट हेरेर चाहिँ सबै कुरो जान्दछु भन्छ। हाम्रो नानीहरूले जानेको इन्स्टाग्राममा रिल हाल्नु, फेसबुकमा अहिले त फेसबुक पनि त्यति चलाउँदैन, इन्स्टाग्राम त्यो स्न्यापच्याट केहरू चलाउँछ। त्यो अघि रुपेश सरले भन्नुभएको च्याट जिपिटीहरू त उनीहरूले छुँदा पनि छुँदैन, प्रोजेक्टको लागि छुन्छन्।
अब यो जुन चाहिँ सिस्टम छ अथवा नानीहरूको झुकाउ छ, इन्क्लिनेसन छ, त्यसलाई कन्ट्रोल गर्नुको लागि चाहिँ अथवा त्यहाँबाट निकाल्नुको लागि चाहिँ त्यो इन्स्टाग्राम बन्द गर भन्नु हुँदैन रहेछ। अब रिल नबना भन्नु हुँदैन रहेछ। यो कुरोमा रिल बना भनेर चाहिँ इन्करेज गर्नुपर्दैछ टपिक चाहिँ आफूले दिएर। अहिलेको नानीहरूमा पेसेन्स छैन। अहिले म यत्रो बेसी बोले, यत्रो लामो बोल्दैछु म, तपाईँहरूलाई पनि अल्छी लाग्दैछ। त्यो के अरे अडियो भिजुअल हो भने चाहिँ 3 मिनटमा अथवा 90 सेकेन्डमा हामी के गर्छौँ, एउटा डल्लै स्टोरी देखाउन सक्छौँ। आजकलको नानीहरूको त्यो छ नि त। अस्ति हाम्रो के अरे फर्स्टको उयसमा भएको थियो, एटेन्टिभनेस चाहिँ कतिको घटेर गएको छ अरे। सबभन्दा कम्ती चाहिँ गोल्ड फिसको अरे नि त अटेन्सन दिने काम, अहिले चाहिँ मान्छेको भएको छ अरे। 12 पोइन्ट कति सेकेन्डसम्म चाहिँ गोल्ड फिस छपक्क लागेर बस्छ, त्यहाँको चलिहाल्छ अरे। अहिले चाहिँ त्यो चाहिँ ह्युमनको चाहिँ 8 पोइन्ट कति भएको रहेछ, 8.5 न कति सेकेन्ड्स भएको छ अरे। त्यतिसम्म मात्रै ध्यान लगाउन सक्छ अरे एउटा कुरामा। अब यस्तो जमानामा हामीले चाहिँ यस्तो विषयहरू पढाउनु पर्दैछ, यति लामो सिलेबसहरू कभर गर्नु पर्दैछ। अब यसको लागि चाहिँ पर्फेक्ट चाहिँ नानीहरू हुनु भएन, हामी हुनुभयो, हामी हुनु पर्यो। यसमा चाहिँ फ्याकल्टी मेम्बर्सहरूले चाहिँ एकदम बेसी ध्यान दिनु पर्यो। अब यो त अब्जेक्टिभ भयो, जियोग्राफी किन पढाउनु पर्ने भनेर। अब लर्निङ आउटकम चाहिँ के गरेको छ भन्दा अन्डरस्ट्यान्ड ग्लोबल, रिजनल, लोकल जियो सिस्टम, सिन्थेसाइजिङ इन्भाइरोमेन्टल एन्ड सस्टेनेबल इस्युज, acquiring geospatial analysis and instrument handling skills. Global, regional और local geosystem तो बुझ्नु भयो। Geographical system, local में के छ, global में के छ, comparative study भन्न चाहेको थियो। Synthesize environmental and sustainable issues हरु, यो सब भन्दा important अहिले आएको छ। Sustainability र environmental synthesizing, इन्भाइरोमेन्टलाई कसरी सिन्थेसाइज गर्नु अनि कसरी सस्टेन गर्नु कुनै पनि रिसोर्सेसलाई विदाउट हिन्डरिङ द डेभलपमेन्ट। डेभलपमेन्ट जरुरी छ। जस्तो अब अहिले फेमस के भएको छ, बाग्राकोटको लुप ब्रिज सबभन्दा फेमस भएको छ। इन्डियाको के अरे फर्स्ट त्यो खालको हाइटमा बनाएको लुप ब्रिज भनेर भन्छ। अरू ठाउँ योभन्दा अग्लो अग्लो बनाएको छ, तर के बनाएको छ, सिधै प्लेन बनाएको छ। वेराज यहाँ चाहिँ के भएको छ, ट्विस्ट भएर एकदम लुप भएर गएको छ, बढ्दै 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 माउन्टेनमा बनाएको छ। अरूमा चाहिँ भ्याली के अरे माउन्टेन के अरे जोड्ने काम मात्रै भएको छ, थ्रु द भ्याली भनेपछि स्ट्रेट वे गएको छ। यसमा चाहिँ के भएको छ, ट्विस्ट भएर गएको छ, त रोयल वाइज गएको छ। अब यसमा लेस खोला र यतापट्टि सानो जुरन्ती खोला छ, फ्लड आउँदैछ कन्टिन्यू। अलिकति पानी भयो कि त फ्लड आइहाल्छ, बिकज जति पनि त कट गरेको माटो छ त सबै त्यो भिरबाट फ्याँकेको छ। प्लस त्यो रोड पनि अझैसम्म अघि मैले भनेको जस्तो माउन्टेन फर्मेसन प्रोसेस नभएकोले गर्दा कन्टिन्यू भत्किरहेको छ, एभ्री बर्खाइ पछि भत्किरहन्छ। यो कारणहरूले गर्दाखेरि अब त्यो डेभलपमेन्ट त हामीलाई जरुरी छ नि त, त्यो ब्रिज हुनु जरुरी थियो नि त। तर अब त्यसलाई त्यो डेभलपमेन्ट त भयो, तर त्यसलाई अब त्यो लोकलको इन्भाइरोमेन्टलाई कसरी सस्टेन गर्ने, त्यो सस्टेनेबिलिटी चाहिँ हामीले ल्याउनु जरुरी छ। रुख कति काट्यो, तर त्यसको बदली चाहिँ कुनै कहाँ लगेर रोपेको छ अरे फरेस्टले कहाँको जमिन दिएको छ, तर त्यो कम्पनीले त्यहाँनिर त्यति प्लान्ट गरिदिएको छ। अब एयर त सर्कुलेट भइहाल्छ त्यो भनेर, तर त्यो त अक्सिजन लेभलको कुरा भयो। तर त्यहाँको लोकल त्यहाँको के अरे फिजियोग्राफी जुन चाहिँ छ, सोइलको के भन्छ डिग्रेडेसन छ अथवा ल्यान्डस्लाइडको छ, फ्लडको प्रब्लम छ, त्यसलाई कसरी कन्ट्रोल गर्ने। डेभलपमेन्ट रोकिनु भएन, त्यसलाई कसरी कन्ट्रोल गर्ने भन्दा द्याट कट सोइल ह्याज टु बी टेकन समवेयर। त त्यसमा आवाज कसले उठाउने, जसले आवाज उठाउँछ के को लागि उठाउँछ, मैले यो आवाज उठाएँ भने चाहिँ मेरो गोजी तातो हुन्छ, म चुप लागेर बस्छु भन्ने हुन्छ। दिस थिङ्स चाहिँ यो ऱ्यासनल भने यो कुरो चाहिँ हामीले सिकाउनु सक्नु पर्यो अथवा बुझाउनु सक्नु पर्यो। हामी आवाज हुन सकिन्न भने पनि आवाजलाई चाहिँ हामी के अरे क्रिएट गर्न सक्नु पर्यो थ्रु यङ माइन्ड्स। यो कुरोहरू चाहिँ
कन्सियसनेस बनाउनु पर्यो। जस्तो अघि चिपको मुभमेन्टहरूको कुरा गर्नुभयो नि, चिपको मुभमेन्ट चाहिँ हिस्ट्री भयो, चिपको मुभमेन्ट चाहिँ हिस्ट्री भयो, त्यहाँनिर के गर्यो त्यो चाहिँ हिस्ट्री बन्यो। तर चिपको मुभमेन्ट किन गर्यो त्यो चाहिँ के भयो, इन्भाइरोमेन्टलको कुरा आयो, सस्टेनेबिलिटीको कुरा आयो, त्यहाँको जियोग्राफिकल र के अरे सोसियोलोजिकल प्रोटेक्सनको कुरा आयो अथवा सेफ गार्डिङको कुरा आयो नि त। सेम कुरो हिस्टोरिकली पनि जियोग्राफिकली पनि कुरा आउँदैछ। यो कम्पेरिटिभ स्टडीको चाहिँ अब्जेक्टिभ र आउटकम चाहिँ जियोग्राफीमा हुनुपर्छ अहिलेको न्यू सिलेबसमा भन्ने कुराहरू। अब सेमिस्टर वाइज फिजिकल जियोग्राफीको सेमिस्टर वाइज ओएमआर सिट एमसीक्यू त्यो थाहा भइहाल्यो। टपिक के छ भने जियोग्राफी एज अ डिसिप्लिन मैले अघि भनिहालेँ, अर्थ अरिजिन र इन्टेरियर क्लास 8 देखि पढाएको। यसमा भन्नुपर्ने केही छैन, तपाईँहरू सबै जसले पढाउनुहुन्छ त्यो जान्नुहुन्छ। अब यसमा अर्को के छ, बिग ब्याङ थ्योरी, सिस्मोलोजी, अर्थ्स लेयरिङ। बिग ब्याङ थ्योरी इन्ट्रेस्टिङ, अर्थको अरिजिन कसरी भयो, थुप्रो थ्योरिजहरू छ त्यसमा। वान अफ द प्रोमिनेन्ट थ्योरिज बिग ब्याङ थ्योरी भयो है, स्टेफन हकिङ्सहरूको कुराहरू आयो। अन्त सिस्मोलोजी, अर्थक्वेक त भन्छौँ नि, अब अर्थक्वेक आएपछि त्यसमा जुन चाहिँ वेभ आउँछ त्यसले चाहिँ कसरी चाहिँ इन्टेरियर अफ द अर्थलाई स्टडी गर्नुमा हेल्प गर्छ। कोही पनि इन्टेरियर अफ द अर्थभित्र त जानु सक्दैन, यो कुरोहरू गराउनु पर्यो। अर्थ्स लेयरिङ, लेयर अफ द अर्थ कसरी हुन्छ, सबभन्दा सजिलो इक्जाम्पल जसले पढाउनु हुँदैन अथवा हु आर नट मास्टर इन जियोग्राफी बट स्टिल समटाइममा तपाईँहरूले पढाउनुपर्छ सानसानो क्लासहरूमा। सबभन्दा सजिलो सिक्नुहोस् अन्डा, बोक्राइज क्रस्ट, कडा कडक कडक फुट्छ। त्यसपछि व्हाइट पोर्सन जुन चाहिँ छ मेन्टल, जुन चाहिँ प्लास्टिक स्टेट भनेर भन्छौँ, त्यो टोटली हार्ड पनि होइन सफ्ट पनि होइन, दही जस्तो खालको। एन्ड रानी चाहिँ भयो तपाईँको, यक चाहिँ भयो तपाईँको कोर। सजिलो भाग, एकदम मजाले सिकाउन सक्नुहुन्छ। यो नानीहरूले पनि रिलेट गर्नु सकोस्, इक्जाम्पल जहिले पनि तपाईँको नजिकको कुराहरू दिनुहोस्, नानीहरूले पनि देखिरहेको कुराहरू। जियोमर्फिक प्रोसेसेस, वेदरिङ, इरोजन, यो कुराहरू आयो। भल्कानिसिटी, अर्थक्वेक, सुनामी, एक्सोजेनेटिक प्रोसेसेस, सजिलो योहरू त पढाइरहेको कुरो। यसमा खालि नयाँ अलिकति थपिँदै आएको मात्रै हो क्लास वाइज बढेर। अब एटमोस्फियर भनेको सबैले जानिहाल्नुहुन्छ, आकाशलाई भन्छ भन्दा पनि भयो सजिलो प्रकारले। तर यसमा आकाशमा के छ, हावा छ, त्यही हावालाई चाहिँ हामी एटमोस्फियर भन्छौँ भन्ने कुरा भयो। त्यसमा डिफ्रेन्ट लेयर्स, नयाँ कुरो थपेको छ, ओजन डिप्लिसन। नाउ इम्पोर्टेन्ट the item or the subject that world is facing, ओजन डिप्लिसन। ओजन भनेको के हो, डिप्लिसन भनेको के हो, किन हुँदैछ, कसरी हुँदैछ, कसरी कन्ट्रोल गर्नुपर्ने, सबै इन्भाइरोमेन्टसँग रिलेटेड कुरा आयो। अनि एटमोस्फेरिक लेयर, डिफ्रेन्ट लेयर्स र त्यो लेयर्समा के हुन्छ त्यसको विषयमा बढ्नुपर्ने हो। ह्युमन जियोग्राफी आउँछ, म्यान एन्ड इन्भाइरोमेन्ट रिलेसन। म्यान र इन्भाइरोमेन्ट रिलेसनमा मान्छे इन्भाइरोमेन्ट, कस्तो इन्भाइरोमेन्टमा कस्तो मान्छे बस्छ, त्यो कस्तो मान्छेले के इकोनोमिकल एक्टिभिटिज गर्छ, फुड हेबिट्स के छ, क्लोदिङ के छ, सोसियल र कल्चरल के छ, त्यो कुरोहरू आयो। अब इकोनोमिक एक्टिभिटिजहरूमा इन जेनरल के एक्टिभिटिज गर्छौँ, इकोनोमिकल एक्टिभिटिज भन्नुसाथ पारा सरले पढाउनु हो भने क्लास वाइज पढाउनु हुन्थ्यो होला सायद इकोनोमिक्समा। हामी गर्दाखेरि चाहिँ जियोग्राफीको मान्छेले चाहिँ कसरी पढाउँछौँ भन्दाखेरि चाहिँ इकोनोमिकल एक्टिभिटिज भन्नाले त्यसलाई चाहिँ क्याटेगोराइज गरेको छौँ। उहाँहरूको क्लास हुन्छ होला, हाम्रो क्याटेगोरी हुन्छ, प्राइमेरी, सेकेन्डरी, टर्सरी, क्वेनरी, क्वाटर्नरी, क्वेनरी भनेर। कुन कुन मान्छेलाई कुन क्याटेगोरीमा हाल्ने, कुन कुन एक्टिभिटिजलाई कुन क्याटेगोरीमा हाल्ने, त्यो कुरा हुन्छ। एग्रिकल्चर, सेकेन्डरीमा इन्डस्ट्री आयो, टर्सरीमा सर्भिसेसहरू आयो, क्वेनरीमा बिजनेस आयो, टर्सरीमा, क्वेनरीमा सर्भिसेस आयो, क्वाटर्नरीमा सर्भिसेस आयो, अनि क्वेनरिजमा आयो प्लानिङहरू आयो। त्यो क्याटेगोराइज गरेको हामी पढ्छौँ। त्यसपछि आउँछ इन्डिया, सजिलो त्यो जति इन्डियाको जियोग्राफी कहिलेदेखिको पढ्दै आएको त्यो कुराहरू।
कोस्टल डिभिजन ड्रेनेज सिस्टम हिमालयन पेनिन्सुलर वाटर सेयरिङ नयाँ थपिएको छ वाटर सेयरिङको कुरा आउँदैछ बङ्गलादेश इन्डियाको डिस्प्युट पाकिस्तान इन्डियाको डिस्प्युट इन्डस र सतलजको त्यो वाटर के अरे डिस्ट्रिब्युसनको र यो टिस्टाको वाटरको डिस्ट्रिब्युसनको अमङ द इन्डिया एन्ड बङ्गलादेश अनि इन्डिया एन्ड पाकिस्तान यसको कुराहरू आउँदैछ यो भयो तपाईँको फर्स्ट सेमिस्टरको कुराहरू आयो तर अब यसमा यो त डिस्क्रिप्टिभ पढि भने नि त मैले होइन अब यसमा एमसीक्यू कसरी आउने भनेर भन्दाखेरि चाहिँ यसलाई तपाईँले पहिला डिटेल्समा भन्नु सक्नु पर्यो पढाउनु सक्नु पर्यो यसमा क्रोनोलोजीहरू आउँछ अथवा सरी क्रोनोलोजी टर्मिनोलोजीहरू आउँछ त्यो टर्मिनोलोजीहरू चाहिँ नानीहरूलाई एक्ज्याक्टली बुझाएको हुनु पर्यो अघि के अरे पारस सरले देखाउनु भएको थियो मिनको भ्याल्युजहरू क्वेसन्सहरूमा यति पढाउनुपर्छ अथवा वाट इज ल अफ डिमान्ड भनेर त्यसमा एउटा वर्ड डिस्क्राइब दिनुपर्ने हो ल अफ डिमान्ड चाहिँ यति छ लेख्नुपर्ने चाहिँ एउटा अथवा चुज गर्नुपर्ने एउटा यो पनि त्यस्तै खालको छ प्रब्लम हामीलाई त्यहाँ फेस हुँदैछ पहिला डिस्क्रिप्सन दिनुहोस् त्यसपछि के टर्मिनोलोजीहरू छ त्यो टर्मिनोलोजीहरू चाहिँ उनीहरूलाई सिंगल वाइज रोटा सिस्टममा गर्नु पर्यो तब चाहिँ यसलाई सजिलो हुनेछ सेमिस्टर 2 मा अब हेर्नुस् जो चाहिँ के अरे एनालिटिकल टाइपको छ आइसोस्टेसी वेदरिङ एन्ड सोइल क्लाइमेट एटमोस्फेरिक सर्कुलेसन हाइड्रोस्फियर फिजिकल जियोग्राफीमा आइसोस्टेसी तपाईहरुलाई कतिलाई नयाँ वर्ड होला जसले पढ्नु भएन उहाँहरुलाई नयाँ होला अब आइसोस्टेसी भनेपछि जियोग्राफीहरुलाई सजिलो हो नि त घर बनाउँदाखेरि सजिलो एक्जाम्पल घर बनाउँदाखेरि अग्लो बिल्डिङ बनाउनु पर्यो कति खन्नु हुन्छ र सानो घर बनाउँदा कति खन्नु हुन्छ फाउन्डेसनको लागि फाउन्डेसन भनेको रुट अफ द हाउस हैन त्यही हो आइसोस्टेसी भनेको ल्यान्डफर्मको रुट्स हुन्छ जति अग्लो माउन्टेन त्यति गहिरो अथवा लामो रुट हुन्छ प्लेनको रुट हुँदैन कम्ती हुन्छ प्लेट्युको अलिकति बेसी हुन्छ हाइट अनुसारको फाउन्डेसन खनेको जस्तै हो अब यो तरिकाले तपाईहरुले नानीहरुलाई बुझाउन सक्नु पर्यो एरे प्राटको थ्योरीजहरु त्यसमा कम्प्यारिजन गराउनु पर्यो वेदरिङ एन्ड सोइल फर्मेसन वेदरिङ भनेको वेदरको एलिमेन्टले ढुङ्गालाई कुहाउने काम ढुङ्गा पनि कुन्छ ढुङ्गा बनिन्छ पनि अरे रक फर्मेसन पढेकै हो अब सोइल फर्मेसनमा पनि के हो वेदरिङले गराउँछ अथवा वेदरिङले गर्दाखेरि चाहिँ रक पनि के हुन्छ डिके हुन्छ रक डिके भएर मात्र सोइल बनिन्छ हो त्यो कुराहरु बताउनु पर्यो अब त्यसमा टाइप्स अफ रक कस्तो सोइल बनिन्छ त्यो सबै तपाईले बुझाउन सक्नु पर्यो एक्जाम्पल दिन सक्नु पर्यो क्लाइमेट र एटमोस्फेरिक सर्कुलेसन सबभन्दा मलाई इन्ट्रेस्ट लाग्ने चाहिँ यो कुरो हो यति बेला चाहिँ फिल हुन्छ कि हाउ यु नो अल द वर्ल्ड आर वान होम भन्ने खालको फिल हुन्छ धन्यवाद भने जस्तो भयो साँच्चै नै बेसी भयो भने जस्तो भयो एयर सर्कुलेसनको कुराहरू एयर सर्कुलेसनमा नर्थ पोलको साउथ पोलमा साउथ पोलको नर्थ पोलमा इस्टको वेस्टमा वेस्टको इस्टमा आउनुपर्छ जस्तो हाइड्रोस्फियरमा मेकानिजम अफ ओसन वाटर भनेर भन्छौँ जुन टेम्परेचरमा नर्थ पोलको वाटर छ that water has to reach south pole को water that has to reach north pole तब मात्र complete mechanism of ocean water हुन्छ त्यसमा चाहिँ अहिले चाहिँ के भएको छ ग्लोबल वार्मिङ को कारणले गर्दा टेम्परेचर भेरिएसन भएर चाहिँ फ्लो अफ वाटर पनि हिन्डर भएर चाहिँ त्यो मेकानिजम 1 इयर भित्रमा कम्प्लिट हुन सकेको छैन अलिअलि ढिलो त्यो ढिलो हुँदाखेरि चाहिँ सर्टेन लेभल टेम्परेचर कहाँ पुग्नु पर्ने त्यहाँ नपुगेर चाहिँ तलै त्यो टेम्परेचरको वाटर बस्दैछ त्यसले गर्दाखेरि चाहिँ एल निनो ला निना हुँदैछ एल निनो भनेको चाहिँ तपाईको अचानक साउथ अमेरिकामा वेस्टर्न कोस्टपट्टि पेसिफिक ओशनमा परु र एन्डिजको माउन्टेनको पछाडिपट्टि परुको कोस्टमा चाहिँ के हुँदैछ एकदम वार्म वाटर त्यहाँनिर आउँदैछ जसले गर्दा चाहिँ होल एक्वाटिक एनिमल्स मरेर जान्छ जबकि परु चाहिँ चिसो डेजर्टिक एरियाजहरु त्यहाँनिर चाहिँ फ्लडहरु आउँछ
अचानक बेसी के अरे हिट जेनेरेट भएको ओसनमा जेनेरेट भएको कारणले इभापोरेसन बेसी हुन्छ इभापोरेसन भन्दा पनि भेपोराइजेसन बेसी हुन्छ त्यसले गर्दाखेरि अमाउन्ट अफ कन्डेन्सेसन बेसी भएकोले गर्दाखेरि एक्सेस रेनफल एन्ड फ्लड हुन्छ अब यो कुरोले चाहिँ इन्डियामा कसरी इफेक्ट पर्छ इन्डियन क्लाइमेटमा इन्डियन मनसुनमा कसरी के अरे इफेक्ट गर्छ यो कुरो सक्नु पर्यो अब यो कुरो बुझाउन सक्नु पर्यो लोकेसन अफ टिबेटन प्लेटू at the northern side of India, how it has played its role in the formation of or the onset of monsoon. यो कुरो त नानीहरूले बुझ्दैन नि त यो कुरो त हामीले बुझेको हुनु पर्यो पहिला तब we can deliver it. यो सब कुरोहरू छ त्यसपछि हाइड्रोस्फियर त्यो अघि मैले ओसन वाटरको कुराहरू गरिहाले अब ह्युमन जियोग्राफीमा आउँदैछ सेकेन्डरी इन्डस्ट्रिजहरुको विषयमा एग्रो बेस मिनरल बेस यो सजिलो कुराहरू टर्सरी क्वेनरी एक्टिभिटिजहरु जियोग्राफिक इन्डिया फरेस्ट हजार्ड्स डिजास्टर म्यानेजमेन्ट अनि वेस्ट बेंगलमा हाम्रो ठाउँमा जस्तो हजार्ड र डिजास्टरमा वाटर अफ हुगली कसरी डिटोरिएट हुँदैछ र त्यसलाई के गर्नुपर्ने के अरे सी लेभल एट सुन्दरबन इज डिक्रिजिङ त्यसको कारण के हुँदैछ आइल्यान्ड्स आर डिसअपियरिङ न्यू आइल्यान्ड्स आर फर्मिङ सुन्दरबनमा त थाउजन्ड्स अफ आइल्यान्ड्स छन् त सानो सानो कोही डिसअपियर हुँदैछ कोही नयाँ रिबर्न हुँदैछ त्यो किन हुँदैछ दिस आर अल ड्यू टु द ग्लोबल वार्मिङ व्हिच आर कजिङ डिजास्टर एन्ड हजार्ड्स अनि यो के भन्छ आइलाहरुको आयो डिजास्टरहरु आयो हजार्ड्स त्यसले के क्रिएट गर्यो डिजास्टर चाहिँ हो कज हजार्ड चाहिँ हो इफेक्ट यो कुरोहरु सिकाउन सक्नु पर्यो प्र्याक्टिकल म्याप स्केलिङ प्रोजेक्सन टोपोग्राफिकल म्याप इन्टरप्रिटेसन यो सक्नुहुन्छ प्रोजेक्सनमा नयाँ नयाँ थपिएको छ अनि पहिला चाहिँ ग्राफिकल प्रोजेक्सन हुन्थ्यो ग्राफिकली सजिलो अब चाहिँ नानीहरुले म्याथमेटिकल गर्नुपर्छ म्याथमेटिकल जब पनि कुरा आउँछ वी नीड टु have scientific calculator which are very costly maybe your student can afford because you are the private institute तपाईहरुकोमा नानी अलिकति इकोनोमिकली साउन्ड नै नानीहरु आउँछ तर यो कुरोहरु हाम्रोमा सारो पर्दैछ इन्ट्रोड्युस गर्नु बिकज एउटा क्याल्कुलेटरको दामै के रे 1200 रुपैयाँ पर्छ पैसा छ भने पनि नानीहरुले त्यसमा इन्भेस्ट गर्न चाहदैन कन्भिन्स गराउँदा हुन्छ अनि उनीहरुलाई चाहिँ के बनाउनु पर्छ अहिले कसरी मोटिभेट गर्दैछौं भनेर भन्दाखेरि चाहिँ यिनीहरुलाई सुपिरियर फिल गराउनु पर्छ अरु सब्जेक्टहरु भन्दा तिम्रो त भयंकर होस् त तिमीले त माध्यमिकमा राम्रो पाएको थियौ त्यो भएर तिमीले यो गर्नु पाउँदैछौ हेर आमाम सबले हेर्दैछ तिमीलाई यस्तो भनेर फुर्काउनु पर्छ अन्त मात्रै यसरी मोटिभेट गर्नु पर्दैछ अहिले नानीहरुकोमा के भएको छ सुपिरियरिटी कम्प्लेक्स आएको छ अन्त जति बेसी उनीहरुलाई उचाल्यो तब मात्रै काम गर्छ मोटिभेट गर्नको लागि ढाट्नु पर्दैछ हामीले जबकि ढाट्नु हुँदैन यसरी के रे यो सिलेबसहरु करिकुलमहरुलाई चाहिँ यसरी हामीले के गर्नु पर्यो यो जुन चाहिँ सेट फ्रेमवर्क छ यो फ्रेमवर्कलाई चाहिँ हामीले अगाडि बढाउनु पर्यो इन अ भेरी इफेक्टिभ वे सो दैट स्टुडेन्ट मस्ट learn as much as we can give or they are capable of and the outcome has to be 100% and whatever the objective that has to be fulfilled यो चाहिँ नयाँ सेमिस्टर वाइज कुनै पनि सब्जेक्टको यो के हो करिकुलमको उद्देश्य हो with this my short to bandina because I consumed lot of time sorry for that sorry for keeping you waiting thank you sir and thank you everyone for bearing with me and hope to see you again in future and thank you so much once again